body like body like. Hello guys, welcome to our new vlog. Today we are going to Tansen Palpa for our picnic. I will show you everything, whatever we do, we visit. Okay. The real view of Tansen. रमाइलो गर्न पर्छ चट्ट पारेर हामी जस्तै घर सुतेर हुँदैन अनि आफ्नो काममा चाहिँ रमाइलो गर्नुपर्छ जोर लाने पैसा छैन है त गाइस गाइस होराइजन इंग्लिश बोर्डिङ पनि आइसकेको छ हामी अब हाम्रो डेस्टिनेसन भनेको थोरै छ है ल सल्ला दुपैले तानसेनको सल्लाले एउटा यो पाल्पाले हामी तानसेनबाट निक्लिँदैछौँ है माथितिर किनकि हाम्रो डेस्टिनेसन भनेको चाहिँ श्रीनगरको टाढो हो है त्यहाँ गएपछि चाहिँ हजुरहरूलाई राम्रो भ्यू चाहिँ मैले ट्राई गर्छु देखाउनको लागि ओके देख्न सक्नुहुन्छ यहाँ तानसेनका सल्लाहका रुखहरू यति धेरै छन् है ल गाइस यहाँ बस पार्क बन्दैछ किनकि तल बस पार्क सानो भयो त्यही भएर यहाँ चाहिँ बस पार्कको व्यवस्थापन हुँदैछ हेरौँ यो बस पार्क अब 2-3 वर्षपछि कस्तो देखिन्छ है त बतासे डाँडामा एकदम बतास लागेको छ मेरो हातमै चिसो भइरहेको छ तर पनि मैले हजुरहरूको लागि चाहिँ रेकर्डिङ गरिरहेको छु है त अब हामी चाहिँ नास्ता खाइसके पछाडि एकछिन नाच्छौँ रमाइलो गर्छौँ अनि घुमघाम गर्छौँ भ्यू टावरतिर पनि जान्छौँ यस्तो छ पार्क यदि हजुरहरूलाई पनि कुनै ठाउँ पिकनिक जान मन छ भने चाहिँ हजुरहरू पनि यहाँ आउन सक्नुहुन्छ एकदम राम्रो छ यो ठाउँ एकदम खुल्ला छ धेरै स्टुडेन्टहरू यहाँ एकदम रमाउन सकिन्छ है त ल आई रेकमेन्ड यु टु भिजिट हियर चाहिँ यहाँबाट चाहिँ स्टार्ट हुन्छ माथि भ्यू पोइन्टमा जानको लागि चाहिँ अब एकछिन टाइम लाग्छ होला कति लाग्छ त्यो थाहा छैन अब गएपछि थाहा हुन्छ ल हनुमान पार्क जाने बाटो एउटा बजार रहेछ यहाँबाट चाहिँ हामी जाँदैछौँ यो सर्टकट बाटोबाट चाहिँ है गाइज देख्न सक्नुहुन्छ यसरी हाम्रो साथीहरू गइरहेका छन् है भ्यू पोइन्टमा जान चाहनुहुन्छ भने हजुरहरू पनि यसरी नै यो बाटो चाहिँ जान सक्नुहुन्छ
गाइज हामी आइसकेका छौँ तर चाहिँ यहाँ चाहिँ टिकट लाग्छ भनिरहनु भएको छ। अब यहाँ के हुन्छ है त। यहाँ यही अङ्कल हो है यो उसको यसको पैसाहरू कलेक्ट गर्ने यसको हेरचाह गर्ने है। दिस द भ्यू टावर धेरै राम्रो छ है। यहाँ चाहिँ मैले हजुरलाई रेकमेन्ड गर्छु कि यहाँ आएर घुम्नु होला। पिकनिक एकदम रमाइलो तरिकासँग मनाउन सक्नुहुन्छ। रियल भाइ आउँछ कि यहाँ चाहिँ छुट्टी हुन्छ है। धेरै माथि नै छ सिडी चाहिँ धेरै छ। यस्तो रमाइलो हुँदैछ गाइज। यस्तो जीवन सधैँ आउँदैन, रमाइलो गर्नुपर्छ। म साङ्दिस ल ल। रमाइलो भनेको के हो? अब गएर खानी हो, अब गएर खानी हो। भोलि के हो थाहा छैन, आज रमाइलो नि हो माया पानको पात। रमाइलो भइएको छ है। र सबै मिलेर रमाइलो गरियो, धेरै रमाइलो भयो। यतिको रमाइलो गर्नुपर्छ पिकनिक आएर, यही त हो मेमोरी भनेको। यतिको सम्झना नभए त के अर्थ भयो र पिकनिक आएको। हाम्रो सेक्सन चाहिँ यफ हो एकदम 11 यफ कालिका। साइन्सले पनि एकदम चिल सेक्सन हो कि त्यस्तो हो गाइज। त्यही भएर जहिले पनि मान्छे चिल हुनुपर्छ होइन। दुःख पीडा त हुन्छ मान्छेलाई टेन्सन, तर फ्री हुनुपर्छ एकदम। यस्तो पिकनिकमा आएर चाहिँ साथीहरूसँग रमाइलो गर्नुपर्छ। ल द बेस्ट पिकनिक है अहिलेसम्मको चाहिँ, एकदमै रमाइलो छ। केटाहरू जति ठुला भए पनि काम चाहिँ बच्चा बच्ची यस्तै गर्छन् है, तर यतिको चाहिँ हुनुपर्छ। बल्ल पो मजा आउँछ नि त। ल कोट प्यान्टमा त ठ्याक्कै बेउला चाहिँ देखेको माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात म साङ्दिस ल। सरलाई चाहिँ नचाउने कुरा आउँदैछ। यस्तो भनिरहेका छन् गाइज यिनीहरू। ल गाइज मेरो अप्सन भ्लग ल गाइज गरिदिनु होला है। गाइज आजको हाम्रो पिकनिक चाहिँ भइएको छ है त। ल अब सबै आफ्नो घरतिर लाग्ने, पिकनिक यहीँ खत्तम भएको छ। ल अगर राम्रो लागेको भए लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है त।